यो 15 गतेको आन्दोलनमा भाटभटिनीमा लुट्ने भाटभटिनीमा स्याउ सुन्तला लुगा पाउरोटी रक्सी यो लुटेर भाग्ने मान्छेको सबैतिर फोटो पनि सो भयो सबैतिर। सायद अहिले त्यो तिनीहरू जेलमा पनि होलान्, जेलमा पनि हालियो होला, मुद्दा चलाइदियो होला। तर यो जडीबुटीमा यत्रो विध्वंस गरिएको यो त कतै देख्दैन। कुनै पनि मेन मिडियाहरूले त कतैतिर पनि प्रकाशित गरिएको पनि छैन होइन। यिनीहरू चाहिँ के नियोजित हो कि यिनीहरूलाई सो गर्न नमिल्ने हो कि घुसपेट भएको हो कि मैले त केही पनि बुझिनँ। तर यिनीहरूलाई त कतै समातेको भन्ने, कतै भिडियो भाइरल भएको अथवा फोटो सो गरेको कतै पनि देखिँदैन होइन। यो मेन मिडियाहरूको यो मिलेमतो हो कि यो मिलेमतोमा आग लगाएको हो कि यो त केही थाहै भएन। मैले त केही पनि बुझिनँ। हजुरहरूले कतै देख्नु बुझ्नु भएको भए मलाई पनि सेयर गर्नुहोस् है, म पनि हेर्न चाहन्छु यिनीहरू चाहिँ कहाँ छन् भनेर। नत्र भने यो त अति भएन र भने।